Hello everyone, welcome to my vlog. आज चाहिँ हामी कोट वाटर कन्ट्री पार्क भन्नेमा आएको छौँ। बेबीलाई घुमाउनु लिएको तर बेबी चाहिँ यहाँ यसरी मस्तले सुतिरहेछ। माछा त एउटा पनि छैन होला, माछा सबै यिनीहरूले खाइदिइहाल्छ। अनि कति परेवाहरू हामीले ब्रेड लिएर आउनु पर्छ नि है यिनीहरूलाई दिनलाई। आजको वेदर यस्तो राम्रो छ, त्यस्तो साह्रो घाम पनि लागेको छैन अनि गर्मी नि छैन, चिसो नि छैन, ठिक्कको शीतल छ, हल्का मात्रै घाम लागिरहेछ। आज चाहिँ सन्डे अनि अहिले चाहिँ 2 बज्न आँटिसक्यो होला दिउँसोको। जाउँ हामी यतिकै वक गर्छौँ। अब नानी सुतिरहेछ। यहाँ चाहिँ यत्रो ठुलो पानी रहेछ क्या, कति राम्रो। यहाँ चाहिँ चराहरू, यस्तो स्वानहरू, परेवाहरू टन्नै रहेछ। अझ सुतिरहेछ मस्त। उहाँ चाहिँ गाडीदेखि सुतेको, अहिलेसम्म सुतिरहेछ। अब कतिखेर उठ्ने हो? पानी बढी भने यता जाँदो रहेछ नि त। यस्तो हिँड्ने ठाउँ रहेछ नि त यहाँ भित्र। उठ्यो खै त? हाई, गुड मर्निङ। उठ्नु भयो हजुर? हजुर घुम्न आएको होइन नि? आम्मामा मुखे नि त। हजुर घुम्नु आएको होइन? घुम्न आउने मान्छे यस्तै हो नि। लु उठ, अब उठेर फ्रेस हुआ। उहाँको आउटफिट हेर्नु न आज। बेल लगाइदिनु। तिमी फनी बोय हो। लु त अब नि उठेर बसेर घुम्नु परेन? तिमीलाई घुमाउन आएको अनि तिमीलाई भुस भइदिने राजा? त्यसो त भएन नि त। ल अब घुम्ने, ल फ्रेस एयर खाने। खाम त है। हाई भन्दै बाबाले। हेलो। हेर्नु यहाँ कस्तो राम्रो देखेको है, पिसफुल, आनन्द आउने। त्यस हिँड्नको लागि चाहिँ ठिक रहेछ यो ठाउँ। अनि हामी फर्स्ट टाइम आएको यो पार्कमा एन्ड वी लभ इट। फर्क्यो म नानी निकालेर बोक्छु हो। ल उहाँको बाबाले चाहिँ उहाँलाई बोक्ने अरे। अनि किनकि यो स्ट्रलरमा चाहिँ ढुङ्गै छ नि त, अनि थर्क्यो अरे, त्यही भएर उहाँको बाबाले बोक्नु भयो। अनि स्ट्रलर
खेल्ने जिम्मा चाहिँ अब मेरो ल हेर्नु चलो चलो अब हे फिभर त्यस्तै हो नि अब बाहिर निक्लिनै पर्यो कि घरभित्रको भित्रै बस्नु पर्यो हे फिभर नलागोस् भनेर विच इज इम्पोसिबल हाई अभियान हेलो बेबी यहाँ चाहिँ सानो उयो लेक जस्तो रहेछ त्यही भएर हामी क्विक हेर्छौँ वाउ कति राम्रो so nice यता हेर बेबी के रे उता नेस्टमा बसिरहेछ कतिवटा अन्डा छ त्यहाँ अन्डा हो त्यो ओ माई गड 7 eggs आमा चाहिँ त्यो बाउ चाहिँ उतै होला नि अगाडि गार्ड गरेको हेर्दैछ मोटेले के देख्यो बेबी माया यता हेर्नुहोस् त वाउ को यस्तो राम्रो मान्छे ल हिँड्नुहोस् ल त Hello, Daddy. Hello. Hello, Daddy. We are enjoying our walk. उहाँलाई बोकेर हिँड्नु चाहिँ मेरो एक्सर्साइज हुन्छ है मम्मी चाहिँ एक्सर्साइज हुँदैछ भन त मम्मी अब घटेर स्पिड एन्ड क्लिन हुने भयो भन त गोलो हुनु पर्यो कतिको रहेछ हेरौँ हामी पनि Fine. उहाँलाई मोच छ घरि मम्मीको सोल्डरमा घरि बाबाको सोल्डरमा है वाउ
ठुलो मान्छे उहाँ घुम्नु आउनु भएको अरे अब के भन्नु उहाँ यसरी घुम्नु आउनु भएको अरे मोटु मोटु यता हेर्नुहोस् ओहो निलाइले को हजुर किन सिरियस मोडमा खै बाबाको कान समात्नु भएको हाँसिदिनुहोस् उहाँ फेरि ब्याक टु स्ट्रलरमा हामी स्टिल हिँडिरहेछौँ कति मिनट भयो हामी हिँडेको हाफ एन आवर खै त्यो हटाइदिन्छ उहाँको स्टाइल देखाइदिन्छु म उहाँको बस्ने स्टाइल लु हिँड उहाँको बस्ने स्टाइल चाहिँ यस्तो छ के गरेको बेबी जिम्नास्टिक गरेको तिमी वाउ सो फ्लेक्सिबल चाहिँ परसम्म यस्तो ट्रीहरू छ कति राम्रो अब चाहिँ हामी एकछिन यहाँ बस्छौँ नानीलाई नि भोक लाग्यो होला अनि नानीको न्याप्किन चेन्ज गर्ने खुवाउने अनि एकछिन आराम गरेर फेरि जान्छौँ ल त वाउ ल त होइन कहाँ हो अब हामी एकछिन आराम गर्छौँ नानीको न्याप्किन चेन्ज गर्छौँ उहाँलाई स्न्याक दिन्छौँ अनि एकछिन आराम गरेर हामी फेरि कन्टिन्यू गर्छौँ ल आउँछ यहाँ सुन त नि क्लिन ह्यान्ड्स उता हेर ऊ बाबालाई हेर्नु अच्छा बाबा भन्नु फेरि गर्नु म उहाँलाई गएँ ल अब खाँदैन गर्नुपर्छ ल देखेँ म यताबाट भन्छु म आऊ यता आऊ आऊ बाबा आयो ल वाउ भन यताबाट आयो म यताबाट पुग्छु ल यताबाट पुग्छु ल
खाने त्यो खेल्नलाई बगल कति छिटो आयो त पार्किङमा त्यो लेकको साइडमा हिँड्ने तलसम्म हिँड्ने थियो त तर यो छेउछेउमा रुख रोप्दै के मजा देखेको नि बिचबाट हिँड्नु पाएको हजुर खेल्नु होला हजुरलाई Bless you. Nah, त्यो बिस्कुट कस्तो चाहन्थ्यो belum dia aku tahu. Ada jalan kan? Mita, Mita. Oh no! Oh no! Aku tahu tak? Oh tahu itu. Jangan di mana. खेलेको हेर्नुहोस् त यहाँ हेर्नु न मम्मीको ब्लगमा आया Don't hit mommy. Don't hit mommy. उहाँले हग्दैछ कलेको हो नि त बुढो उहाँ टेक्नु यहाँ हेर्नु न यहाँ उभिएको के भनेको कुनी उहाँ आफ्नै पारामा बोल्दै हुनुहुन्छ हात हल्लाउँदै ल 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 आमामा के बोल्दै हुनुहुन्छ के बोल्दै हुनुहुन्छ उहाँ गफ गर्दै हुनुहुन्छ हौ यसै सक्नु दिनु उहाँको गफ सकेकै छैन छिटो लु गफ सक छिटो हजुर गफ सक्यो छिटो गफ गरिसक्नु त उहाँको बाबा चाहिँ वेटिङमा छ हामी कहिले जाने भनेर तर हामी नजाने है बाबालाई त्यहीँ वेट गराइ गर्ने हो उहाँ सकेको छैन नि त उहाँले यहाँ उभिएर देखाइदिँदै हुनुहुन्छ यहाँ उहाँको बाबाले चाहिँ न्यापी चेन्ज गर्दैछ अब हामी जानुपर्छ है ब्लेस यु So much love, it starts with you. Like a sky that's suddenly blue. Every little word you say makes the ordinary day shine a little brighter now. I don't even know how, but when you're right here with me, this is how it's meant to be. City
अब चाहिँ हिँडेको हेलो भ्लग भन्नु हाई एभ्रिवान आई होप युर इन्जोइङ मम्मीज भ्लग भन ह्यान्डसम क्युटी मान्छे को हो यो को म हो भन न म हो भन त दिन चाहिँ एकदमै रमाइलो भयो वेदर पनि एकदमै राम्रो आउने नि नेक्स्ट टाइम पनि यस्तो घर छेउमै यति राम्रो पार्क छ आउनु परेन घाँटी तल गरेर खाँदो रहेछ तल हेर्नु ठिकै छ त्यही अनि यसले नि माछा कहाँ रनिदिन्छ त्यहाँ अनि को यस्तो डन खुट्टाहरू अझै बस्नु डनको हामी जहाँबाट स्टार्ट गरेको त्यहीँ आइपुग्यौँ फेरि है कति टाइम लागेर हामीलाई लाग्यो नि त यहाँबाट स्टार्ट गरेको थियौँ अनि यहाँ एक चक्कर 1 राउन्ड लगाएर आएको सो कार पार्क चाहिँ यहाँ टन्नै छ विकेन्डमा चाहिँ एकदमै बिजी हुँदो रहेछ कार पार्क पाउनलाई अनि यहीँ छ टोइलेट फेसिलिटीहरू अनि उता पर नानीको लागि खेल्ने ठाउँ रहेछ अब नानीलाई त्यहाँ एकछिन खेलाउँछौँ अनि त्यस पछाडि जान्छौँ उहाँ चाहिँ फेरि पिङमा आउनुभयो पिङमा रमाउँदै हुनुहुन्छ त्यहाँ फर्केको ल अब उहाँ एकछिन खेल्नुहुन्छ यस्तो छ यहाँ चाहिँ खेल्ने ठाउँ खेलेर निक्लिसक्नु भयो अनि एकछिन त्यहाँ पर हेर्न जान्छौँ हामी उयो एरियामा चाहिँ हजुरहरूले बारबेक्यू गर्नु पनि सक्नुहुन्छ यहाँ उयो चौरीमा चाहिँ उता बारबेक्यू पिकनिक गर्ने ठाउँ छ मजाको छ ल अब चाहिँ हामी जाने आजको हाम्रो घुमाइ यही सकिन्छ थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट टाइम बाई